हिजै भर्खर छुटेको त 4 बजी चस्स ककटेल उसको शर्ट सुकाइरहेछ उसको सल सुकाइरहेछ पापासलको झोला Hi everyone. So आज हामी we're going to the beach. एकदमै अचानक प्लान भएको हो. So everyone is I'm going to go sit that side. एकदमै हतार भइरहेछ कि बिकज अचानक प्लान बनाएको अनि सबैजनाले हतार गरिरहेछ. So we are taking the Uber अनि उता एलिन दिदीलाई उता म घर अगाडि पिकअप गर्छु. Hi Didi. Hello everyone. We have to stop over there. Okay, we're gonna pick up a friend. Yeah, just straight. Elin Didi, Elin Didi. Hello. You look so pretty. Right? उता रबिना दिदीलाई त देखेको पनि छैन. एकदमै हतार पसिना भएको कि. Oh my god. फेरि दाइले कल गरेको गर्नु है म चाहिँ आइरनले मलाई अताएर दिइहाल्यो फेरि त्यो ड्राइभर दाइ अनि बिचरा अनि राम्रो रहेछ धन्न के रे दाइ झरे भन्दै थियो क्या 10 मिनेट पछि फेरि कल गरेको फेरि झरे के अब हेरौँ के हुन्छ त्यहाँ गएपछि रमाइलो हुन्छ होला. मेरो म त्यही प्लेट खोज्दै थिएँ कि भाउजू त्यही प्लेटहरू खोज्दै थिएँ म. सो अब चाहिँ हामी कहाँ जान आँटेको एक्चुअली भनिदिनु न. सेको बिच होइन कहाँ हो. म त सेको बिच चाहिँ कहिले गएको छैन है पहिला. सो लेट्स सी. हामी चाहिँ टनलभित्र छु मैले. यो चाहिँ हो है हो यो टनलहरू चाहिँ सबै नेपालीहरूले बोलाउनु भएको हो. त्यो हातले खै दाजुको नि देखाउनु न कुन हातले रे होइन हो बिचरा हाम्रो नेपाली दाजुभाइ अङ्कलहरू बाबाहरूले बनाउनु भएको हो. आमामा फेरि कस्तो स्पिड कुदाएको यो बाजेले होइन होला. So we are finally here. कता हो रे सेको होइन 25 मिनेट भयो. थ्याङ्क यू बाई दिदी आउनु हक गरौँ. तपाईँलाई त हगै गरेको छैन हौ. तपाईँलाई पनि म गरेको छैन हिजै भर्खर छुटेको त 4 बजी के रे फेरि भन्नु त. अनि आई मिस यु अघि दिदीलाई कल गरेर सेको बिच जाने भनेको त एलिन दिदीले के भन्छ. म निन्द्रामा म भर्खर उठेको थिएँ लिटरली दिदीलाई चाहिँ हामीले होइन 30 मिनटसम्म कल गरेर निस्किनु भनेको जस्तो लाग्यो कि मलाई. अनि दिदी पुरा रेडी भएर हामीले त दोकानमा आमामा कस्तो हात धोएको भाइ भ्लग गर्दा यस्तो गर्दा उता दोकान आएँ कस्तो नराम्रो देखेको नआएको पनि छैन. म चाहिँ जहिले यस्तै हालतमा मात्रै भ्लग गरेर हुन्छु हो. यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ है ल दाइ अल द वे फ्रम हामी चाहिँ जेनिस दाइ हो है एरनको एकदमै जिग्री दाइ हो. अल द वे फ्रम कता जोर्डन पूर्वदेखि हो दाइ चाहिँ हुनु चाहिँ है. कस्तो ह्यान्डसम हुनुहुन्छ हल्का भिटेन जस्तो देख्नुहुन्छ भनेर भन्नुहुन्छ उता दाइ भाउजू है. अनि मेरो दिदी यहाँ चाहिँ मेरो दिदी है ताप्लेजुङदेखि हो. होइन यहीँ जन्मेको सपिङ भइसक्यो एन्ड देन वी आर गोइङ टु डु बार्बिक्यू. अनि यहीँ बस्ने हो कि दाइ आज उसको काम छ कि भोलि नत्र बस्थ्यौँ नि हामी सबैजना. के हो यो हाम्रो होइन मासु चाहिँ बिर्सेको यो जुस कसको हो त्यो त्यसको पनि तिरेको जस्तो लाग्यो. कहाँ जाने हो हामी एकछिन बिचमा त एकछिन ल है. अब यस्तै हो रमाइलो गर्नुपर्छ हल्का खानुपर्छ अनि टक्कसँग लगाएर इन्जोय गर्नुपर्छ.
कहाँबाट म यहाँ आइपुगे यार 1 मिनेट त पुराको मान्छे यार सो नाइस है खुल्लै बस्छु तर पानी त पर्दैन होला नि है होइन यो त नचलाम होला एउटा यो चाहिँ लिएर आउनु त यता है अब यहाँ रहेछ त कोइला होइन बा पछि चाहिन्छ कि अहिले जाने बेलामा दिँदा हुन्छ त सामान यहाँ राख्ने होला नि त्यहाँ राख्दा हुन्छ ल हामी चाहिँ अब बार्बिक्यू गर्छौँ ओ माई गड कस्तो अनएक्सपेक्टेड है कस्तो अनप्लान के एकदमै पुरा मासु अब बिच आइपुग्यो बिबिक्यू पनि गर्ने रे होइन मान्छेहरू खै लिप्स्टिक दिन्न हो कस्तो नराम्रो देखेको लिप्स त लिप टिन्ट मात्रै ल्याएँ मैले दिनु त भिटेन जस्तो अनुहार भनेको लास्टमा भिटेनको गीत लाग्यो ए भिटेनको गीत हो यो आमा ए ल यो चाहिँ हाम्रो दाइले गाउनु भएको है भन्ने दाइलाई देखाउने रे के हजुर लेख्नु भएको होइन त अन्त खै त हो खै हामी पनि उठौँ त यता है पुरा घरदेखि चिया बनाएर ल्याउनु भएको छ यो चाहिँ एकदमै है आमा थ्याङ्क यू दिदी हजुर बार्नु भएको छ नि दुध खानु न अहिले हाम्रो दिदीले चाहिँ बारिराख्नु भएको छ अहिले मिल्क खानु मिल्दैन दही चाहिँ फेरि खानु मिल्छ दही चाहिँ बाबा बित्दा हुन्छ अब को चाहिँ बोजू अब चाहिँ दिदीले घरदेखि बनाउनु भएको चिया मिठो धेरै खतरा भएर सेपलाई यहाँ निकालिदिएको ब्याग पनि भिजेको छ हामी नेपाली भ्लग गर्ने भएको पुरा भन्छ पुरा भिजिरहेको उता छाता लिनु गएको छ उनीहरू चाहिँ अब छाता पाउँछ कि पाउँदैन तर ठिकै छ त्यस्तो धेरै झरेर त परेको छैन पानी ठिक्कको यो त हल्लाको हल्लै गर्नुपर्छ होला हौ खै अलिक पानी हालौँ भाउजू पक्रा त ल त मेरो भ्लग पक्रा त दाइले देऊ दाइले सबै भने ठिकै छ त्यति नै जान्नु राम्रो हो त्यही त के म कस्तो चलाके यहाँ गाइजहरू भर्खरको भर्खर स्क्याम खाइयो छाताको ससे त थ्याङ्क यू बुढी त पुरा त्यो भियतनामको टोपी लगाएर पुरा यस्तो नि पुरा हेर्दै क्या अनि टाइप पनि आउँछ क्या हो दिनु दाइ तपाईँ खानु न लिनु न हाम्रो मासु चाहिँ आज लाइट नभएर पनि हो कि एकदमै ऊ भएको छ क्या खानु न ल खै दिनु त आँटे गयो साइनोमा सुवाङमा मेरो त मामाको छोरी हो नि त आफ्नै हो साइन लाग्छ उनीहरूको तर ओभर डिप जाँदो रहेछ डेन्जर हो कस्तो डिप हो त्यस्तो चाहिँ साइनोमा के भनेको साइनो के हुँदैछ जस पर्ने रहेछ त्यही राम्रो हो त नि राम्रो पनि हो होइन र अन्त हो हुनु त चाहिएको बेलामा आफन्तहरू सबै भेटिन्छ नि राम्रो होइन यहाँ दाइ भाउजू हो हाम्रो जोडी कति राम्रो छ ल यतिको चाहिँ हुनुपर्छ है आमा यो त पुरा त हुन्छ नि बाहिरतिर जान्छ नि पपुलर फुड त्यो चटपटीहरू चस्सोवाला हो चस्सोवाला ट्याक्क लतक्क परेको दाइले चाहिँ सही भन्नुहुँदो रहेछ डल्लेसँग होइन डल्ले खोर्सानी ककटेलको नाम के चटपटी ककटेल हो त चस्सो ककटेल ल यो सबै है घरदेखि ल्याउनु भएको दिदीले हो यति मेहनती हुनुहुन्छ हाम्रो दिदी ल हजुर पनि त हुन्छ नि कसले भनिदियोस् यहाँ अब यहाँ तिमी भागेपछि यहाँ अनि यहाँ मेरो काम
सोल्टी नि रे नि त साइन पो गेलाउँदैछ न सोल्टी नि र सोल्टी लिम्बू नि गनी अब ज्वाइ हो सो भाइ कपडा पनि उस्ता उस्तै देख्छु त घरि घरि त उस्तै हेर्छु त प्याटर्नहरु चीयर्स उनीहरुले चाहिँ खाइसक्नु भएको छ टेस्ट गरिसक्नु भएको छ कस्तो छ त भाउजूको चटपटी खाइरहेको अब अरूले सोधौँ राम्रो दामी छ है अब म खान्छु है म ट्राई गर्छु ल कस्तो मिठो भाउजू कस्तो मिठो छ किन मिठो बता छ तिम्रो सिकुटीको अचार मिक्स ए सिकुटीको अचार नि मिक्स छ ए हो र कस्तो मिठो भएको मेरो बुढीले लाइदिएको थिएन नि त चारा बीच पार्टी अनि यो त पिसाब फेरेको जस्तो गर्न हापेट लागेको छु आजु पनि खानु चाहिँ नछोड्ने के छ छैन नि एउटै छैन हाम्रो त के छ र अब पानी परेको ब्याकग्राउन्डमा लु तिमीले त गाउन छोड्छेमी ल बोकेर घुमाउन न लु छिटो 1 2 3 ए हो यतिको चाहिँ हुनुपर्छ है बुहारीले मजाले मेरो बुढीले पोक्ने रहेछ लु अब एलिनलाई धेरै धेरै धन्यवाद हाम्रो सिंगल लेडीलाई यहाँ किन बोलायो भनेको यस कारणले रहेछ नि त त्यस्तो होइन त्यस्तो साह्रो नभन्नु न म रुनु के हो रे दिदी अनि यो के गरेको यहाँ के गरेको नाइस नाइस पिस है यो चाहिँ आइसकेर यति उब्रेको छ अब उतापट्टि चाहिँ नयाँ दाइहरू आउनु भएको छ बिबिक्यू गर्नुको लागि बट झर्र आउने बित्तिकै झर्र पानी परेको के बल्ल है डान्स भएर दाइहरू पुरा थाकिराख्नु भएको छ हाम्रो डान्स देखेर होइन अब कति 10 सेकेन्ड्सको डान्सको लागि 2 आवर्स लाग्यो सो या मेरो इन्स्टाग्राममा फलो गर्नु होला हाम्रो डान्स हेर्नुको लागि चाहिँ अनि दिदीहरूको पनि म त्यहाँ के अरे कोलाब गर्छु लास्टमा फाइनली कति भयो त डान्स पनि नगरेको अनि भुँडी पनि कत्रो देखिरहेको छ अब सबैको इन्सिक्युरिटिज हुन्छ नि त सो एनिवेज अब के गर्ने के त्यो पोलेर खाने हो यहाँ कतिवटा मछली टोक्यो एउटा दुईटा तीनटा मछली हो कि कसरी टोक्छ त्यति धेरै त्यसरी बिस्तारै बिस्तारै आइरन भुँडी धेरै ठुलो आयो हाम्रो चाहिँ तीनटा छाता तीनटा छाता छ कसको सर्ट सुकाइरहेको छ कसको सल सुकाइरहेको छ अनि लुचुकै भिजे त नि यो त के हो देउसी खेल्नु बसेको जस्तो छ त सबजना यसरी पुरा लहरे उता भइहाल्यो नि बोलाएर भट्टाउनु बोल्दैन लु के गरेको यो चाहिँ के गरेको हो यतिको चाहिँ हुनुपर्छ
प्याकअप अब चाहिँ प्याकअप हुँदैछ we're gonna go back home हैन लिन्दी अब प्याकअप हुँदैछ हैन अब हामी कहाँ जाने भोलि भेट हुन्छ कि हुँदैन हामीले चाहिँ लुगा फेरिसक्यो cuz अघिको लुगा चाहिँ ओभर वेट थियो कि अनि यहाँ बीच साइडमा आएको छौँ एकछिन बस्नु उता दिदीहरू त्यहाँ हुनुहुन्छ दाइहरू यहाँ हुनुहुन्छ बीच चाहिँ उतापट्टि छ आमा के साह्रो अँध्यारो कति डलरको टी सर्ट रे दिदी 17-18 को होला त्यो पनि च्यारिटीमा किनेको सो यो पुरानो लुगा क्वालिटी अल्सो नट ब्याड है राम्रो छ के त्यही त नानी अनि स्टिल छ वुल्फले के गरिरहेछ रे त्यो टिकेको भन्दा हुन्छ के यो मेरो थ्रिफ्ट स्टोरमा $5 को झोला आमा जुत्ता कतिको $40 को सब फोन चाहिँ कुन थियो फोन फोन यो पनि $40 कै हो कभर त ए ओके यहाँ $100 चाहिँ केले छुँदैन फोन मात्र अनि यो पनि गिफ्ट हो सो मैले कुनै पनि छुँदै गएन यो नि $30 हो ल भाउजूको गर्ने 40 ओके यो 30 त बाउ के करे हो यो कान्ने वेस्ट दाइको चाहिँ हाम्रो दाइले त थपमा कपी किने त यसको $400 को हजुर नेपाली ब्रान्ड हैन ब्रोकेट ब्रोकेट है हजुर चप्पल चाहिँ यो चाहिँ ताउबाउ जस्तो छ हैन कपी इजी ओके नट ब्याड अब मेरो यो के हो ताउबाउ हैन थाहा छैन हजुर एडिडासको ओके अनि यो चाहिँ पोलो ए भित्रको सब खोले हैन देखाउँदा हुन्छ इट्स ओके अनि यो चाहिँ सुन हो यो माथिको उता हो यतिको चाहिँ हुनुपर्छ यो मेरो चाहिँ म भन्छु मेरो चाहिँ यो चस्मा चाहिँ एकछिन न यो चस्मा चाहिँ मेरो नेपालदेखिको हो अन्ली लाइक कति 2000 होला कति 1000 कति होला अनि अनि त्यसपछि यो चाहिँ के रे यो लुगा चाहिँ मैले कहाँदेखि लिएको फेसन नोभा हो कि सिनदेखि लिएको हो अनि त्यसपछि यो जुत्ता यो प्यान्ट डु यु रिमेम्बर एलिदी हामीले सँगै किनेको होइन यहाँ 7-11 पनि लेखेको छ यो प्यान्टमा ओके यहाँ 7-11 लेखेको छ अनि त्यसपछि यो जुत्ता चाहिँ मैले उमा यो चप्पल चाहिँ मैले के रे ताउमा किनेको अनि मेरो झोला चाहिँ यो मैले सिनमा किनेको डिक्याथलोन भिडियो कस्तो आयो एलिदीको भिडियो हेरौँ न यो के हो कालो न कालो के कालो न कालो के छ यहाँ किन चाहिएको यहाँ तर यस्तो यहाँ सो क्विक अपडेट हामी चाहिँ कति बजे 3 बज्न आँट्यो 3 बज्न आँट्यो अब वी आर स्टक हियर उबर ट्याक्सी नथिङ है केही पनि छैन दिदी इट्स ओके अब के गर्नु वी आर स्टक हियर हैन बिहानको 3 बज्न आँट्यो अनि के भोग लाग्यो भनेर चाहिँ सबैजना अब यहाँ एउटा सानो दोकान रहेछ बाजेको अब यहाँ कप नुडल्सहरू खान आएको खै उबर पनि बोलाएको 3-4 चोटि ट्राई गरेको छैन ट्याक्सी पनि अब अफकोर्स उनीहरू यहाँ आइल्यान्ड साइडमा दुधमा पाउरोटी चोखेर खाइदिने तिमी सुकुटी खायौ सुकुटी हाल्दिम चिकन भयो पुग्छ भन्नु चिकन कस्तो खाएको आन्टीको अचार हो र होइन यो त मम्मीले खै कता गाउँदेखि ल्याउनु भएको कि के हो आन्टीको अचार छ कसको अचार हो आन्टी बुढोको बुढाको
किन सुतेको दिदी यहाँ चेन्जिङ रुममा दिदी उबर र ट्याक्सी नभेटाएर हो मेन चाहिँ अब चाहिँ खै भेटायो भन्दैछ अबै कस्तो टायर्ड देखेको अब चाहिँ भेटायो भन्नुहुँदैछ सो लेट्स सी इफ दे आर लाइङ टु अस अर इफ दे आर टेलिङ द ट्रुथ भर्खर एकजना गयो अब हाम्रो पनि आउँदैछ भन्ने थियो खै कतिखेर आउँछ हो माई गड 4 बज्न आँट्यो अब चाहिँ ऊ त्यो होला हाम्रो चाहिँ यो ए अच्छा अब चाहिँ भ्यान वेट गर्दैछौँ किनभने अब टु मच भएर हामीले चाहिँ भ्यान नै अर्डर गरेको छौँ क्या उता मच्छरले टोकेको अनि दे आर भेरी हेल्पफुल के यहाँ अङ्कलहरू हुनुहुँदो रहेछ दोकानको भेरी हेल्पफुल के अघि दोकान बन्द गर्नुहुन्थ्यो अहिले हाम्रो लागि बस्नु भएको अरे यता नकआउट हुन आँट्यो खै जिनिसलाई अनुहार हेरौँ न Billy and Peter. Thank you guys. Thank you so much. Thank you. 3 minutes. Oh, I think it's here. I think it's here. I think a Coco Ben's coming. Oh. Yeah, it's here. It's here. Finally, eh? Finally, it's here. Ew. Okay. Kitty. Local खानेकुरा क्या? Before 9 o'clock. Who cooks it? Before I cook. Oh, really? Usले पकाउँदो रहेछ नि त. उसले नि local Chinese. Local Chinese cook. Okay, next time we come here. yeah, we're gonna come back here. Thank you so much. Oh, thank you. Say hi. Alright, thank you so much guys. उनीहरू एकदम हेल्पफुल के दे आर भेरी हेल्पफुल है अनि अहिलेसम्म खोलिदिनु भयो हाम्रो लागि भन्नु Okay, yeah, we're gonna come back. Bye. Thank you so much, guys. Okay, see you next time. Bye. Come early. Yeah. Alright. Bye. Okay. Bye. Okay, bye. ओइ मेरो फोन कहाँ छ यहाँ छ मसँग ल है अब चाहिँ फाइनली आजको स्टोरी चाहिँ के हो भने हामीले उबर पनि नपाएर ट्याक्सी पनि नपाएर उबर पाएको उबर पनि कुन चाहिँले चोरेर लगेर ब्रिटिस कोलोनीको भएको बेलामा जन्मेको किनाहरू अनि इङ्ग्लिस राम्रो बोल्छ क्या ल है त मेरो भ्लगलाई चाहिँ एन्ड गरिदिउँ होला है अब ल गाइज नेक्स्ट भ्लगमा भेट्नुपर्छ वी आर सो टायर्ड है एन्ड आज एकदम रमाइलो भयो अपार्ट फ्रम वेटिङ पनि रमाइलो भयो तर हाम्रो उबर चोरिदिएको चाहिँ मन परेन कुन चाहिँले चोरिदिएर लग्यो है ओके त्यही त हिस्ट्रीको कन्भर्सेसन कति भयो के भयो होइन ल ओके एनिवेज वी आर गोना सी यू गाइज नेक्स्ट टाइम ल बाई